नमस्ते, स्वागत छ फेरि पनि हजुरहरूलाई मेरो किचनमा। र आज चाहिँ म हजुरहरूको लागि एउटा इजी टु कुक रेसिपी नै लिएर आएको छु है। र आजको रेसिपीको नाम चाहिँ छ पोट्याटो गार्लिक स्न्याक्स। र यो चाहिँ एकदमै इजी बनाउनुको लागि एकदमै इजी है, र खानुमा पनि एकदमै टेस्टी यम्मी रहनेछ। र ढिलो नगरिकन अब म हजुरहरूलाई रेसिपी दिन गइरहेको छु है त। र हजुरहरूले पनि यो रेसिपीलाई ट्राई गर्नु होला, एकदमै यम्मी बन्छ है त। त्यो ढिला नगरिकन सुरु गरौँ। सबैभन्दा पहिला हामीलाई यहाँ चाहिन्छ बोइल गरेको आलु, कर्नफ्लावर है, जसलाई चाहिँ म आलुमा हालेर डो गर्नेछु। साथमा लिएको छु अलिकति सोया सस, नुन स्वादअनुसार, मसिनो चप गरेको लसुन र रातो खुर्सानी है, कश्मिरी लाल लिएको छु। र अब हामी आलुलाई राम्ररी म्यास गरिदिने है त साथीहरू। आलुलाई मजाले म्यास गरिसकेपछि अब यसमाथिबाट हामी कर्नफ्लावर हाल्ने अनि आलु र कर्नफ्लावरको डो तयार गर्ने है त साथीहरू। र चाहिएमा हामी हल्का अलिअलि पानी हालेर यसको डो तयार गर्छौँ र यसलाई 5-10 मिनटको लागि रेस्ट गर्नको लागि छोडिदिन्छौँ। 5-10 मिनट भइसकेपछि साथीहरू यस डोबाट मसिना बल्सहरू बनाएर रेडी गर्नेछौँ है त साथीहरू। साथीहरू मैले यहाँनिर बल्स रेडी गर्नुको लागि बटुकामा साइडमा के लिएर राखेको छु भने यहाँनिर चाहिँ मैले सुजी लिएर राखेको छु है त साथीहरू। र बल्स निकाल्दै सुजीमा डुबाउँदै फेरि त्यसलाई गोलो बनाएर म सबै डोहरूको अब मसिनो बल्सहरू रेडी गरेर राखेँ है त साथीहरू। र अब यति भइसकेपछि हामीले यो बल्सको हामी डिजाइन निकाल्छौँ। यसको लागि हजुरहरूको साथमा कोकोकोलाको बोतल या फेरि पेप्सीको बोतल चाहिन्छ है त साथीहरू। र कोकोकोलाको बोतलबाट चाहिँ पेप्सीको बोतलको मुखबाट भन्दा एकदमै राम्रो डिजाइन बनिन्छ। तर पनि इट्स ओके, मैले कोकोकोला पाइनँ र पेप्सीको बोतल नै मैले युज गरेको छु है त साथीहरू। र गोलो बल्सलाई हातमा लिने अनि पेप्सीको मुखपट्टिबाट यसलाई डिजाइन निकाल्दै जाने है त साथीहरू। हेर्नुहोस् त साथीहरू, सबै पोटेटो बल्स अब रेडी भइसकेको छ। र अब म यसलाई ठन्डा गर्नको लागि 2-3 मिनटसम्म फ्रिजमा राखिदिनेछु है त साथीहरू। र अब प्यानमा पानी पनि बोइल भइसकेको छ र मैले बल्सलाई फ्रिजबाट निकालेर अब म उम्लिएको पानीमा बोइल वाटरमा हाल्दैछु है त साथीहरू। र केही छिनपछि आरामले चलाएर अब यसलाई तारिदिने र फेरि यसलाई चिसो हुनुको लागि अब हामी यसलाई डिप फ्रिजमा राखिदिने। त्यतिन्जेलमा म यहाँनिर ग्यासमा पेन पनि मैले चढाइसकेको छु। अब पेन हिट भइसकेपछि म हल्का यसमा रिफाइन ओइल हाल्नेछु। र अब चाहिँ यहाँ बटरको काम आउँछ है त साथीहरू। र मैले अस्ति पनि भनेकै छु है, यो चाहिँ मेरो घरमै बनाएको बटर हो है। यसको पनि भिडियो मैले पहिला नै हालिसकेको छु है, दिदीले बटर बनाउनु भएको भिडियो। र साथीहरू अब यो बटर गरम भइसकेपछि अघि हामीले मसिनो चप गरेर राखेको लसुनलाई बटरमा हालिदिने। र अब हामी फ्रिजतर्फ जाउँ त। आहा, हेर्नुहोस् त साथीहरू, कति मजाले कडा बनिएर पोट्याटो बल्स निस्किँदैछ। र अब हामी गरम भएको यहाँनिर बटरमा चाहिँ के गर्छौँ त, यो पोट्याटो बल्सलाई एक-एकवटा गर्दै हाल्छौँ ताकि यो एउटा पनि नभाँच्चोस् भनेर है त साथीहरू।
अब चाहिँ म यसमाथिबाट सोया सस हालिदिन्छु 1 चम्चा जति है। त्यसको बादमा मैले यहाँनिर कश्मिरी लाल हालिदिँदैछु कलरको लागि र म चाहिँ यहाँमा त टेस्टको लागि चाहिँ नुन हालिदिँदैछु र हामीसँग चाहिँ धनियाँ पत्ता हुनु चाहिँ एकदमै जरुरी छ। यसले चाहिँ यो डिसलाई खिलेर निकाल्छ है त साथीहरू। र अब यति भइसकेपछि हामी यसलाई मजाले चलाइदिने हल्का हात गरेर ताकि यो नटुटोस् है त साथीहरू। र अब हामी यसलाई बिस्तारै चलाइदिने र अब चाहिँ हाम्रो पोटेटो गार्लिक स्न्याक्स बनेर रेडी भइसक्यो है त साथीहरू। अब चाहिँ म यसलाई सर्भ गर्नको लागि प्लेटमा हालिसकेँ त साथीहरू। लो हेर्नुहोस् त कति मजाले रङ खिलेर आएको छ र यसलाई म माथिबाट फेरि धनियाँ पत्ताले गार्निस गरेर राख्नेछु है त साथीहरू ताकि हेर्नुमा राम्रो लागोस्। र यहाँ माथिबाट हजुरहरूले हल्का कालो नुन अनि ब्ल्याक पेपरले पनि गार्निस गर्नु सक्नुहुनेछ। त्यसले अझै नै राम्रो मिठो बनाउँछ हाम्रो डिसलाई है त साथीहरू। र यो डिस चाहिँ एकदमै जुसी हुन्छ है त साथीहरू र एकदमै हेल्दी पनि हो। र हजुरहरूलाई मेरो यो रेसिपी कस्तो लागिरहेको छ प्लिज कमेन्ट्समा लेखिदिनु होला है त साथीहरू। र साथीहरू यो पोटेटो गार्लिक स्न्याक्स एकदमै जुसी अनि एकदमै यमी बनेको छ है त साथीहरू। र अहिलेसम्मको लागि मेरो रेसिपी भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। आजको लागि यति नै। सी यू इन द नेक्स्ट भिडियो। बाइ बाइ।